गुड कम्युनिकेसन स्किल्स भनेको सुन्नु पनि हो कि कसरी मान्छेलाई अब्जर्भ गर्नुहुन्छ, कसरी तपाईँले चाहिँ मान्छेहरूको चाहिँ त्यो एटेन्सन दिएर सुन्नुहुन्छ। मैले तपाईँलाई चाहिँ मैले आफैले एक्सपिरियन्स गरेको कुरा भन्छु। सिम्पल कुरा के छ भन्दाखेरि यदि तपाईँलाई कसैले सुनोस् भनी चाहनुहुन्छ, एटेन्सन दियोस् भनी चाहनुहुन्छ भने पहिला तपाईँले त्यो व्यक्तिको कुरा सुन्नुहोस्। जब तपाईँले यो दुईटा कानलाई चाहिँ एकदम मजाले चाहिँ तपाईँको चाहिँ यो ठाडो पारेर चाहिँ उसको कुराहरू सुन्नुहुन्छ नि, एन्सर दिनको लागि सुन्ने होइन, उसलाई बुझ्नको लागि सुन्ने। हामीहरू के भनिन्छ, हामीहरूको माइन्डमा चाहिँ पहिला कुरा के हुन्छ भने यसले बोलेर सकाओस् अनि त्यस पछाडि म पड्किन्छु होइन, त्यो टाइपको चाहिँ हुन्छ नि त। तर त्यो त्यसको लागि होइन क्या सुन्ने, हामीले त्यो मान्छेले बुझ्नको लागि उसले भन्न खोजिरहेको के छ, उसको पर्सपेक्टिभ के छ, पोइन्ट अफ भ्यू के छ, उसको अन्डरस्ट्यान्डिङ लेभल कहाँ छ, हो त्यो सब कुराहरू बुझ्नको लागि तपाईँले सुन्ने हो होइन। जब तपाईँले यो कुराहरू चाहिँ तपाईँले बुझ्नुहुन्छ, जब तपाईँले यो कुराहरू चाहिँ तपाईँले चाहिँ सिक्नुहुन्छ, अब त्यस पछाडि तपाईँले मान्छेलाई आफ्नो फ्यान बनाउन सक्नुहुन्छ हेर्नुहोस् है।